तर म तपाईहरुलाई के चाहिँ सचेत गराउन आएको भने तपाईहरुको भागको यो देशले दिनुपर्ने अधिकार, तपाईहरुले पाउनुपर्ने, तपाईका छोराछोरीले पाउनुपर्ने शिक्षा, तपाईहरुले पाउनुपर्ने स्वास्थ्यको सुविधा, तपाईहरुले पाउनुपर्ने रोजगार, तपाईहरुले पाउनुपर्ने आलुको बिउ, तपाईहरुले पाउनुपर्ने यहाँ वरिपरि पाउनुपर्ने तपाईहरुले कृषिको अनुदान, तपाईहरुले गाउँमा केही गर्छु भन्दा पाउनुपर्ने यो राष्ट्रको नीति नियम अर्कैले अर्कै तरिकाले प्रयोग गरिरहेको छ। तपाईले बाख्रा पाल्छु भनेर सरकारले चाहिँ 2% ब्याज पाउँछ है भनेर छुट्याइदिएको छ, तर त्यो कृषि फर्म अर्कैले खोलेर खाइरहेछ। गाउँमा रोजगारी तालिम दिने, आमा समूहलाई तालिम दिने, छोरीहरूलाई आत्मसम्मानको लागि तालिम दिने, झोला बनाउन सिकाउने, पछ्यौरी बनाउन सिकाउने, गाउँमै केही कुटो कोदालो गरेर खान सिकाउने भनेर सरकारले बजेट छुट्याएको छ। त्यो बजेट उतै बजारतिर कोले मिलाएर खाइरहेको छ, हराइरहेको छ के बाटैमा। जाति विभेद हटाउनु पर्छ, त्यसका लागि गाउँ गाउँमा सचेतना फैलाउनु पर्छ, गाउँका मान्छेलाई गएर भन्नुपर्छ जात सानो ठुलो हुँदैन, जातको आधारमा छोइछिटो नगर है भनेर सरकारले योजनाहरू बनाएको छ, नियमहरू बनाएको छ। छोइछिटो गर्यो भने तिमीलाई थुन्न हुन्छ, तिमीलाई कारबाही हुन्छ भनेर सरकारले कागजमा लेखेको छ। तपाईहरुले कतै छोइछिटो भयो भने गएर मुद्दा हाल्न मिल्छ, तर मिलापत्र हुन्छ, गएर नेता गएर कहाँ यस्तो गरेको भनेर भनिहाल्छ। त्यही भएर हरेक ठाउँमा चाहिँ हाम्रो सरकार त आयो, जनताको सरकार त आयो, जनताको व्यवस्था त आयो, तर हामीले त्यो व्यवस्थालाई राम्रो तरिकाले प्रयोग गर्नै पाएका छैन। आज तपाईहरुको छोराछोरीहरू विदेश जानुको बाध्यता यो सरकारले बनाएको छ। अहिलेको व्यवस्थाले राम्रो तरिकाले गाउँ गाउँमा सरकार पुग्छ, गाउँमै रोजगारी हुन्छ। हामीले कृषि रोप्यौं भने, गोपी रोप्यौं भने बेच्ने बजार काठमाडौँ लगेर तपाईले बेच्न पाउनुहुन्छ, आलु फलाउनु त्यो बजारमा लगेर बेच्ने व्यवस्था हामी बनाउँछौँ। सरकार गाउँ गाउँमा आउँछ भनेर व्यवस्था बदलियो, तर हाम्रो अवस्था बदलिएन। कम्तीमा पनि नयाँ टिम आयो भने, कम्तीमा पनि बालेनको सरकार आयो, राजसपा अहिले हामी गर्छौँ भनेर सुधारेर आएको सोम शर्माहरू आयो, हामी आयौँ भने कम्तीमा पनि यो फलानो कमान खोलाको बजेट, यो बागलुङ क्षेत्र नम्बर 2 को बजेट, त्यहाँ बनाउनु पर्ने स्कुल, त्यहाँ जानुपर्ने मास्टर, त्यहाँ बनाउनु पर्ने स्वास्थ्यको भवन, त्यहाँ जानुपर्ने डाक्टरहरू तिमीहरूले किन आफ्नो क्षेत्रमा पठाछौ? तिमीहरूले किन काठमाडौँमा चाहिँ यो डाक्टरहरू कमान खोला जानुपर्ने किन काठमाडौँमा बस्या छौ? यो मास्टरहरू यो ठाउँमा जानुपर्ने किन यहाँ बस्या छौ भनेर हामी क्वेसन गर्छौँ। यति पैसा त्यहाँ पठाउनु पर्ने, आज पनि तमान खोलामा बाढी पहिरोको डर छ। आज पनि यहाँ चाहिँ तपाईको मैले सुनेको थिएँ, मैले यहीँको एकजना पत्रकार साथी जसिन्द्रजी हामी सँगै छौँ काठमाडौँमा, यहाँको बारेमा हामी कुराकानी गर्छौँ, कहिलेकाहीँ छलफल गर्छौँ के गर्न सकिन्छ भनेर। मैले अघि भनिहालेँ, तपाईको भागको अधिकार, तपाईको भागको यो सरकारको पैसा, तपाईको भागको यो सरकारको बजेट, तपाईको भागको यो सरकारले दिनुपर्ने तपाईको अधिकार उतै खाइएको छ, उतै चुइएको छ, उतै अल्झिएको छ। कम्तीमा पनि सोम शर्मा जस्तो हामीहरू यहाँबाट गयौँ भने, गंगा छन्तालहरू हामी यहाँबाट गयौँ भने हाम्रो सरकारलाई भन्नेछौँ, हाम्रो नीति नियममा हामी उठाउनेछौँ। कोही ठाउँमा चाहिँ बाटो पनि बन्ने, पिच पनि हुने, फुल पनि रोप्ने, बत्ती पनि राख्ने, कोही ठाउँमा चाहिँ औषधि पनि नपाउने। यो असमानता किन छ? कि तमान खोला चाहिँ यो देश होइन? हामी यो देशका नागरिक होइनौँ भनेर हामी प्रश्न गर्छौँ।